पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार ओ यसलाई यता आऊ यता आमा यार बजारै गयो यार। यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार। पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओइ भाग मान्छे ल खोइ कहाँ मान्छे खोइ ल ओइ छिटो भाग। आज स्याप्री बेचीबाट त्रिशुली नदी बाढी आएको माथि भाग ओइ भाग। धेरै नै ठुलो आएको छ, अचानक विपत्ति आयो। धेरै नै ठुलो आएको छ। ओइ भाग ओइ छिटो भाग। लाउन नि के भयो मेरो आमा कत्रो आयो लाउन नि पानी होला छेकी गरी भने होइन पानी देवी डुबानमा पर्छ जस्तो छ। पानी होला भाग मेरो आमा हेर्नु त कत्रो आयो लाउन नि बटर केही छैन रे हो आमा काको के होला यो हेर्नु त यहाँ आइपुग्छ मेरो आमा कत्रो भएर आयो तिनीहरू किन बस्यो होला त्यहाँ खोला परेर केटा ओइ जिद्दाहरूलाई निकालौ जिद्दाहरूलाई त्यहाँ सेफ्टी सर माथि रोडमा पुग्यो यार माथि यार छिटो भाग त्यो बाउन्ड नभएको न बुझेको मिसिनै लगिदियो यार पायो सब भत्क्यो यार त्यो माथिको बाटोमा पुग्यो मिसिने नै हाल्नु पोलेर गयो
बाफ्रे खाल्टो त जम्मै बगायो के हो यार आमा राम 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 कति मान्छे लयो लयो हे प्रभु बाफ्रे त्यो त जम्मै गयो यार पुरै परेपछि जम्मै गयो मान्छेहरू तलसम्म गयो चितवनसम्म सबै गएको छ भ्याएन नि कहाँ भाग्नु पाउँछ यार ताल फुटे सिस्टर के भयो यो त अहिलेसम्मकै जस्तो लागिरहेको उसले सुने लागिसक्यो सपना जस्तो लागिरहेको सपना पुल तान्यो